हेलो गुड मर्निङ साथीहरू, कस्तो हुनुहुन्छ? आशा गर्छु सन्चै हुनुहुन्छ होला। हेर्नुहोस्, अहिले ठन्डा गरम यस्तो सिजन हुँदैछ, बिचबिचमा बारिस पनि हुँदैछ। त्यही कारण अलिकति तपाईँहरू पनि बचेर बस्नु होला। कस्तो डेङ्गु अनि टाइफोइड बहुत सारा फैलिँदैछ। त्यही कारण पानी पनि अलिकति उमालेर गरम गरेर उमालेर पिउनु होला। अनि आफ्नो सेहत राम्रो भयो भने सबै चिज राम्रो हुन्छ। त्यही कारण आफ्नो ख्याल गर्नु होला। अब म ब्रेकफास्ट पनि खाँदैछु अनि तपाईँहरूसँग पनि बातचित गर्दैछु। ब्रेकफास्टमा त आज सिम्पल छ, फुलकोपी आलु फ्राई बिना मसलाको अनि रोटी। नास्ता गरेर फेरि आफ्नो ड्युटीतिर जानु पर्यो नि। हेभ ए नाइस डे, सबैजनालाई राम्रो होस्। ओके, बाई।